Hello students, welcome to our YouTube channel Maths with Prakash. आज हामी कोर्डिनेट जियोमेट्रीको बेसिक कन्सेप्ट र फर्मुलाहरुको बारेमा स्टडी गर्छौं जुन चाहिँ क्लास 8 to 10 लाई एकदमै युजफुल छ है। ल यसमा सबसे पहिलो फर्मुला हेरौं, डिस्टेन्स फर्मुला। जसमा चाहिँ एउटा स्ट्रेट लाइन छ, हेर्नुस् A भयो, B भयो। The coordinate of A is कति x1 y1 and the coordinate of B is x2 y2. अब तपाईले डिस्टेन्स फाइन्ड गर्नु पर्नु भयो भने डिस्टेन्स अफ AB इक्वल्स टु रुट अन्डर x2 minus x1 को होल स्क्वायर प्लस y2 minus y1 को होल स्क्वायर। यसरी डिस्टेन्स फाइन्ड गर्न सक्नुहुन्छ है। क्वेशन नम्बर 2 मा फर्मुला नम्बर 2 मा हामीले सेक्सन फर्मुला पढ्छौं। सेक्सन फर्मुलामा ए मा हुन्छ इन्टरनल डिभिजन। अब यसको कन्सेप्ट चाहिँ के भन्दा एउटा स्ट्रेट लाइन हुन्छ सेम यस्तै है। कन्सेप्ट मात्र बुझाइदिन्छु। यहाँ एउटा पोइन्ट छ ए मान्नुस्, यहाँ एउटा पोइन्ट छ बी। पी भन्ने पोइन्टले चाहिँ यसलाई के गर्दियो त क्यान्सल गर्दियो, सरी काट्दियो। यता m1 छ, यता कति छ रेशियो छ, मानिलिनुस् 2:3 अर 3:4 जेको रेशियोमा पनि काट्दियो। त्यस्तो भयो भने यस्तो बेलामा चाहिँ के हुन्छ त फर्मुला भनेर भन्दा p ले काटेको छ, p को कोर्डिनेट x1 y1 मान्दियौ, सरी xy मान्दियौ। a x1 y1 b x2 y2 छ भने m1 x2 plus m2 x1 by m1 plus m2 m1 y2 plus m2 y1 by m1 plus m2। ठीक छ। यसरी चाहिँ तपाईले यो क्याल्कुलेट गर्न सक्नुहुन्छ। यो के भन्छ इन्टरनल डिभिजनबाट क्याल्कुलेट गर्न सक्नुहुन्छ है यो फर्मुला युज गरेर कोर्डिनेट। अब यही आयो एक्सटर्नल डिभिजन आयो। एक्सटर्नल डिभिजन आयो भने केही छैन, फर्मुलामा जहाँ प्लस देख्नुहुन्छ त्यस ठाउँमा के बनाइदिनुस् त माइनस बनाइदिनुस्, भइहाल्छ है। फर एक्जाम्पल हेरौँ, यहाँ हेरौँ m1 x2 minus m2 x1 by m1 minus m2 m1 y2 minus m2 y1 by m1 minus m2। ठीक छ। यसरी एक्सटर्नल डिभिजनको फर्मुला युज गरेर पनि गर्न सक्नुहुन्छ। अब तपाईलाई क्वेशनमा भनेको हुन्छ इन्टरनल र एक्सटर्नल डिभिजन कुन इन्टरनल हो कुन एक्सटर्नल हो भनेर प्रोभाइड गरेको हुन्छ है। अब यसमा हेर्नुस्, यो x को लागि यो छुट्टै फर्मुला हो, y को लागि यो छुट्टै फर्मुला हो। x र y इन्डिभिजुअल पनि तपाईले के गर्न सक्नुहुन्छ लगाउन सक्नुहुन्छ है। दुवै सँगै राख्नुपर्छ सधैँ भन्ने छ त छैन। इफ इन्डिभिजुअल निड छ तपाईलाई भने इन्डिभिजुअल पनि युज गर्न सक्नुहुन्छ है। ल अब सेक्सन फर्मुला र डिस्टेन्स फर्मुला भयो। 3 मा हामीसँग छ मिड पोइन्ट फर्मुला। मिड पोइन्ट फर्मुला नि सिम्पल छ, दुईटा लाइन छ बीचमा काट्दियो। अब बीचवालाको डिस्टेन्स कति त भनेर भन्दा जस्तै यो ए छ यो बी छ, पी ले चाहिँ यसलाई के गर्दियो त बीचमा काट्दियो लाइनलाई भन्यो भने अब यसमा पी एक्स वाई को फर्मुला के हुने भयो त x को लागि छुट्टै y को लागि छुट्टै है। x1 plus x2 by 2 y1 plus y2 by 2। जहाँ a को कोर्डिनेटलाई हामीले के लेट गर्छौं x1 y1, b को कोर्डिनेटलाई के लेट गर्छौं त x2 y2। यसरी चाहिँ तपाईले के मिड पोइन्ट फर्मुला क्याल्कुलेट गर्न सक्नुहुन्छ है। सरी सी लेख्दिन्छु, यो 3 भयो। ल 4 मा अब हामीसँग छ स्लोप। अब हामीले स्लोप के तरिकाले कुन फर्मुला युज गरेर स्लोप फाइन्ड गर्न सकिन्छ त्यो हेरौँ है त। पहिलो हाम्रो स्लोप फाइन्ड आउट गर्ने तरिका के छ भनेर भन्दाखेरि स्लोप जसलाई m ले डिनोट गरिन्छ यो हुन्छ y2 minus y1 by x2 minus x1। कुनै पनि लाइनको स्लोप कति छ भनेर थाहा पाउनु पर्यो। जस्तै यसको स्लोप कति छ भनेर थाहा पाउनु पर्यो। यहाँ तपाईलाई पोइन्ट दिएको छ x1 y1, यहाँ पोइन्ट दिएको छ x2 y2। यसको स्लोप कति छ भनेर थाहा पाउनु पर्यो भने यो फर्मुला युज गर्नु पर्यो। तपाईले के फाइन्ड आउट गर्न सक्नुहुन्छ त स्लोप फाइन्ड आउट गर्न सक्नुहुन्छ। और स्लोप
m इक्वल्स टू माइनस सरी अब हेर्नुहोस् है त तपाईँलाई कहिले कहिले एङ्गल पनि प्रोभाइड गरेको हुन्छ है। अब एङ्गल प्रोभाइड गरेको बेलामा चाहिँ तपाईँले के गर्नु पर्यो त स्लोप m इक्वल्स टू tan थीटा। ठिक छ, स्लोप m इक्वल्स टू कति लेखिदिनु पर्यो त tan थीटा लेखिदिनु पर्यो है। अब अर्को तपाईँले स्लोप इन्टरसेप्टको लागि पछाडि सिक्नुहुन्छ y इक्वल्स टू mx प्लस c। ठिक छ, यही सिक्नुहुन्छ। अब कुनै पनि हुन्छ नि तपाईँको जस्तै मानिलिनुहोस् 3x प्लस 3y इक्वल्स टू 9 रहेछ फर इक्जाम्पल, ल 8 रहेछ। ठिक छ, यस्तो छ भने 3y इक्वल्स टू माइनस 3x प्लस 8 y इक्वल्स टू माइनस 3/3। ठिक छ, यस्तो आउने भयो। अब यसमा के भयो त हेर्नुहोस् त x को जुन कोफिसिएन्ट थियो त्यो नेगेटिभ भयो र y को कोफिसिएन्टले के गरिदियो त डिभाइड गरिदियो। त्यस्तो हो भने स्लोपको फर्मुला अर्को के पनि हुने रहेछ त माइनस कोफिसिएन्ट अफ x बाई कोफिसिएन्ट अफ y पनि रहेछ एउटा फर्मुला। ठिक छ, माइनस कोफिसिएन्ट अफ x बाई माइनस कोफिसिएन्ट अफ y रहेछ, जहाँ चाहिँ ax प्लस by इक्वल्स टू c और ax प्लस by प्लस c इक्वल्स टू 0 यस्तो फर्मको इक्वेसन दिएको छ भने त्यो बेलामा यो फर्मुला युज गर्ने। एंगल दिएको छ नि यो फर्मुला युज गर्ने, दुईटा पोइन्ट दिएको छ नि यो फर्मुला युज गर्ने। त्यसरी चाहिँ तपाईले के फाइन्ड आउट गर्न सक्नुहुन्छ त स्लोप फाइन्ड आउट गर्न सक्नुहुन्छ है। जुन तरिका अब जे प्रोभाइड गरेको छ त्यसैबाट फाइन्ड आउट गर्नुहुन्छ। ल त्यस पछाडि सेन्ट्रोइड 5 नंबर मेबी सेन्ट्रोइड अफ अ ट्रायंगल। अब सेन्ट्रोइड को कोअर्डिनेट तपाईले फाइन्ड गर्नु पर्यो। सबसे पहिला त सेन्ट्रोइड के हो थाहा हुनु पर्यो। त्यसको लागि हेर्नुस् एउटा ट्रायंगल छ जसको भर्टेक्सहरु ABC छ। A को x1 y1 छ, लाइकवाइज B को x2 y2 छ, C को x3 y3 छ। ठीक छ, ल अब यसको हामीले सेन्ट्रोइड पत्ता लगाउनु पर्यो। सेन्ट्रोइड को कोअर्डिनेट कति हो भनेर सोध्यो तपाईलाई। अब सेन्ट्रोइड को कोअर्डिनेट निकाल्नलाई सिम्पली मिड पोइन्ट हेर्नुस्, ल यो हो मिड पोइन्ट, यो हो मिड पोइन्ट, यो हो मिड पोइन्ट। ओके, ठीक छ। ल अब त्यस पछाडि हामीले के गर्दियौ त जोड्दियौ। यो यता गयो, यो यता गयो, यो यता गयो। ठीक छ, अब हामीले यहाँ के लेखिदिन्छौँ त G लेखिदिन्छौँ। जुन चाहिँ G चाहिँ के हो त सेन्ट्रोइड को क्यारेक्टरिस्टिक्सलाई और सेन्ट्रोइडलाई हामीले केले डिनोट गर्छौँ त G ले डिनोट गर्छौँ है। ल फर्मुला के हुने भयो त G को कोअर्डिनेटलाई xy मान्ने हो भने सेन्ट्रोइड को फर्मुला gxy इक्वल्स टू x1 प्लस x2 प्लस x3/3 y1 प्लस y2 प्लस y3/3। अब किन त्यस्तो भएको 3 किन भन्दा 1:2 को रेशियोमा त्यो बीचमा काटिएको हुन्छ, त्यही भएर कति हुने भयो त तल 3 हुने भयो। ठीक छ, यसरी चाहिँ सेन्ट्रोइड सोध्यो भने पनि तपाईले गर्न सक्नुहुन्छ है। क्लियर हुनुहुन्छ। अर्को स्लोप इन्टरसेप्ट फर्म, स्लोप इन्टरसेप्ट फर्म। स्लोप इन्टरसेप्ट फर्म भन्यो भने स्लोप इन्टरसेप्ट फर्म हाम्रो लागि कति हो त y इक्वल्स टू mx प्लस c हो। यसबाट चाहिँ हामीले के फाइन्ड आउट गर्न सकिन्छ स्लोप र y इन्टरसेप्ट हामीले के गर्न सकिन्छ फाइन्ड आउट गर्न सकिन्छ। अब यस्तै क्वेशन दिएर तपाईलाई फाइन्ड स्लोप एन्ड y इन्टरसेप्ट भनेर सोध्छ। फर इक्जाम्पल तपाईलाई दियो 2x प्लस 3y इक्वल्स टू 8 दियो, यो इक्वेसन दियो, यो इक्वेसन दिएर तपाईलाई सोध्छ तिमीले चाहिँ स्लोप फाइन्ड गर र y इन्टरसेप्ट भनेको c कति हुन्छ यो दुईटा फाइन्ड गर भन्छ। त्यस्तो बेलामा के गर्नु पर्यो, यो इक्वेसन जस्तो यसलाई बनाउनु पर्यो र कम्पेयर गर्नु पर्यो। फर इक्जाम्पल अब के गर्न सक्नुहुन्छ, y अगाडि छ, y लाई अगाडि राख्नुस्, माइनस 2x प्लस 8, y मात्रै छ मान्छे यो 3 लाई पनि उता लगिदिनुस्, माइनस 2/3x प्लस 8/3। अब हेर्नुस् त यो र यो सेम भयो कि भएन। अब यसलाई केसँग कम्पेयर गर्दिने, कम्पेयरिङ विथ भन्ने
y इक्वल्स टू mx प्लस c therefore m इक्वल्स टू m भनेको यहाँ x को कोफिसिएन्ट हो यहाँ x को कोफिसिएन्ट कति छ -2/3 c भनेको कन्स्ट्यान्ट हो यहाँ कन्स्ट्यान्ट कति छ c इक्वल्स टू 8/3 ठीक छ। यसरी चाहिँ तपाईले के फाइन्ड आउट गर्न सक्नुहुन्छ त भनेर भन्दाखेरि स्लोप इन्टरसेप्ट फर्मको हेल्पबाट स्लोप र y इन्टरसेप्ट फाइन्ड गर्न सक्नुहुन्छ। सोच चाहिँ यसरी है। अब अर्को तपाईसित छ डबल इन्टरसेप्ट फर्म। डबल इन्टरसेप्ट फर्म भनेको के हो त x अपन a प्लस y अपन b इक्वल्स टू 1 वेयर a इक्वल्स टू x इन्टरसेप्ट b इक्वल्स टू y इन्टरसेप्ट ठीक छ। यसरी डबल इन्टरसेप्ट फर्मको तपाईलाई सोधेको हुन्छ प्रब्लम। अब यो डबल इन्टरसेप्ट फर्मको प्रब्लम सोधिसकेपछि अब तपाईलाई फेरि इक्वेसन दिएर डबल इन्टरसेप्ट फर्ममा पनि के गर त चेन्ज गर x इन्टरसेप्ट र y इन्टरसेप्ट फाइन्ड आउट गर भन्छ। फर इक्जाम्पल तपाईलाई इक्वेसन दियो 2x प्लस 3y इक्वल्स टू 24 दियो फर इक्जाम्पल। ल अब यो इक्वेसनबाट तिमीले x इन्टरसेप्ट र y इन्टरसेप्ट फाइन्ड गर भन्छ। के भन्छ फाइन्ड x इन्टरसेप्ट एन्ड y इन्टरसेप्ट भनेर भन्छ ठीक छ। यो इक्वेसन दिएर अब तपाईले के गर्नु पर्यो त फाइन्ड आउट गर्नु पर्यो। कसरी फाइन्ड आउट गर्नुहुन्छ त भनेर भन्दा सिम्पल तपाईले हेर्नुस् त यसको फर्म हेर्नुस् यसको बराबर पछाडी कति छ 1 यसको बराबर पछाडी कति नै हुनु पर्यो त किनकि यो इक्वेसनलाई त यस्तो बनाउनु पर्ने छ नि त हामीले है ठीक छ। यसको पछाडी पनि कति नै हुनु पर्यो 1 हुने भएपछि बराबर पछाडी कन्स्ट्यान्ट जति छ त कन्स्ट्यान्टले डिभाइड गरिदिने। पहिलो रुल डिभाइडिङ बोथ साइड बाई 24 जति छ त्यतिले डिभाइड गरिदिने किनकि हामीलाई त बराबर पछाडी त कति चाहिन्छ 1 चाहिन्छ। 2x/24 3y/24 इक्वल्स टू 1। अब काट दिनुस् x/12 प्लस y/8 इक्वल्स टू 1। अब हेर्नुस् त यही जस्तै भयो कि भएन x अपन a x अपन 12 भनेपछि कम्पेयर गरिदिनुस् a इक्वल्स टू 12 b इक्वल्स टू कति हुने भयो 8 हुने भयो कि भएन त भयो नि है। यसरी क्याल्कुलेट गर्न सक्नुहुन्छ। अब यही प्रब्लम मानिलिनुहोस् यहाँ प्लस नभए यहाँ माइनस रहेछ अनि यस्तो आउँछ x/12 माइनस y/8 इक्वल्स टू 1 तर यहाँ त साइन बिचमा के छ प्लस छ अनि नातिनी x/12 प्लस y/ कति लेखिदिनुस् त -8 इक्वल्स टू 1 लेखिदिनुस्। एक स्टेप एक्स्ट्रा गरेर अब त्यस पछाडी a इक्वल्स टू 12 b इक्वल्स टू -8 जहाँ a x इन्टरसेप्ट हो b के हो त y इन्टरसेप्ट त्यस्तो आउँछ। अब अर्को कस्तो प्रब्लम आउन सक्छ ल हेर्नुस् अहिले त यो 2 ले 24 लाई डिभाइड गर्यो 3 ले पनि 24 लाई के भयो त एक्ज्याक्टली डिभाइड गर्यो। कहिलेकाहीँ एक्ज्याक्टली डिभाइड नजानी केस आइदेला जस्तै मानिलिनुस् यस्तो इक्वेसन आयो फर इक्जाम्पल यस्तो इक्वेसन आयो यही गरौँ 3x/8 प्लस 5y/8 इक्वल्स टू 1 आयो। ल अब फेरि समस्या आयो कि आएन त अब त यो त के को फर्ममा छैन x/a को फर्ममा छैन किनकि x सँग त्यहाँ कति जोडिएर बस्देको छ 3 जोडिएर बस्देको छ। नहात्तिनुस् पटक्कै नहात्तिनु x खाली बनाइदिनुस् 8/3 ठीक छ किनकि माथि छ नि यो त कता आउनु पर्यो त इलिमिनेट हुनलाई तल आउनु पर्यो नि त है बुझ्नुहुन्छ। अब प्लस यसलाई पनि y 8/, कति गरिदिनु पर्यो त 5 गरिदिनु पर्यो अनि कम्पेयर गरिदिनुस्। कम्पेयर गर्दा a को भ्यालु 8/3 हुने भयो b को भ्यालु कति हुने भयो त 8/5 हुने भयो है। यसरी सहजै गर्न सक्नुहुन्छ डबल इन्टरसेप्ट फर्म। यी चाहिँ बेसिक कुरा हुन् है यति कुरा चाहिँ तपाईले अब जान्नु पर्यो। अब 8 9 मा त यस्तै रिलेटेड प्रब्लम सोध्छ 10 मा चाहिँ अलि फरक किसिमको आउँछ। यिनीहरुको जस्ट फर्मुला मात्र याद गर्नुपर्ने हुन्छ तपाईले है। ल अब अर्को चाहिँ के त इक्वेसन अफ स्ट्रेट लाइन इन नर्मल फर्म।
इक्वेसन अफ ST लाइन इन नर्मल फर्म। यो भनेको चाहिँ के हो त x cos अल्फा प्लस y sin अल्फा इक्वल्स टु p है। के छ त x cos अल्फा प्लस y sin अल्फा इक्वल्स टु p, जहाँ अल्फा चाहिँ एंगल हो तिनीहरु बीचमा, p चाहिँ के हो त परपेंडिकुलर डिस्टेंस हो है। अब योसँग रिलेटेड प्रब्लम चाहिँ अलिकति फरक किसिमको आउन सक्छ। फर एक्जाम्पल तपाईलाई आयो ल ठीक छ, यस्तो इक्वेसन आयो है। अब यो इक्वेसनबाट तपाईलाई के फाइन्ड आउट गरौ भनेर भन्दा अल्फा एंगल कति हुन्छ र परपेंडिकुलर डिस्टेंस कति हुन्छ फाइन्ड गरौ भने अल्फा र p इक्वल्स टु के भन्दियो त वाट भन्दियो, अघि भने जस्तै। ठीक छ। ल अब हामीले जस्तो डबल इन्टरसेप्ट फर्मको क्वेसनलाई चाहिँ हामीले के गरेका थियौ त भनेर भन्नुहुन्छ भने सुरुमा पछाडी जति थियो त्यतिले डिवाइड गरेका थियौ। अब यसको केसमा चाहिँ यस्तो हुन्छ है, यहाँ हेर्नुस्, यो चाहिँ अब यादै गर्नु पर्यो है। डिवाइडिङ बोथ साइड बाई, कतिले डिवाइड गर्नु पर्छ त रुट अन्डर कोफिसिएन्ट अफ x को होल स्क्वायर प्लस कोफिसिएन्ट अफ y को होल स्क्वायर रे डिवाइड गर्नु पर्यो। ठीक छ। यो भनेको कति हो 1 स्क्वायर प्लस 1 स्क्वायर इक्वल्स टु रुट 2, कतिले डिवाइड गर्नु पर्यो रुट 2 ले। ल गर्दियौ, x डिवाइडेड बाई रुट 2 प्लस y डिवाइडेड बाई रुट 2 प्लस 2 डिवाइडेड बाई प्लस भन्ना इक्वल्स टु रुट 2। ठीक छ। अब हेर्नुस्, यो भनेको x डट 1 बाई रुट 2 प्लस y डट 1 बाई रुट 2 इक्वल्स टु 2 बाई रुट 2 भनेको हाम्रो यता कति हो। अब यो रुट 2 को भ्यालु कसमा राख्दा पनि साइनमा राख्दा पनि के आउनु पर्यो, सेम आउनु पर्यो। त्यसो भएको x cos अल्फा प्लस y sin अल्फा हुन्छ। ल अगाडि x सँग cos चाहिएको छ, cos 45 भनेको 1 बाई रुट 2 हो कि हैन, हो, प्लस y sin 45 पनि कति नै हो त 1 बाई रुट 2 नै हो। ठीक छ। sin 45 को भ्यालु पनि कति नै छ 1 बाई रुट 2 नै छ भनेपछि अब हेर्नुस् त x cos अल्फा प्लस y sin अल्फा इक्वल्स टु p भयो। अब कम्पेयर गर्दिनुस्, अल्फा इक्वल्स टु 45 डिग्री, p इक्वल्स टु कति आउनु भयो त रुट 2 युनिट। सजिलै निकाल्न सक्नु भयो कि भएन त, निकाल्न सक्नु भयो। अब कहिलेकाहीँ यहाँ बिचमा माइनसहरु आउँछन्, त्यति बेला चाहिँ अब याद गर्नु पर्यो तपाईले कुन चाहिँ क्वाड्रेन्टमा पर्छ, कसरी गर्ने भनेर है। यसरी इक्वेसन अफ स्ट्रेट लाइन इन नर्मल फर्म पनि सजिलै गर्न सक्नुहुन्छ है। ल अब 9 मा आउँछ इक्वेसन अफ स्ट्रेट लाइन। यो चाहिँ 10 कोमा पनि तपाईलाई एकदम धेरै चाहिन्छ है, इक्वेसन अफ स्ट्रेट लाइन। ल इक्वेसन अफ स्ट्रेट लाइनमा ए मा छ when two passing points are given, दुईटा पोइन्टहरु गिभन छ भने त्यस्तो केसमा इक्वेसन अफ स्ट्रेट लाइन के हुन्छ। त्यो केसमा इक्वेसन अफ स्ट्रेट लाइन चाहिँ y minus y1 equals to y2 minus y1 by x2 minus x1 x minus x1। ठीक छ। हो, यो भनेको बीचमा के नै हो त स्लोप नै हो। सिम्पल। अब तपाईले स्लोप निकालिराख्नु पर्यो नि, सिधै हाल्दिए पाउनु भयो, त्यही भएर यो लेखिएको। नभए स्लोप निकालेर अर्को फर्मुला हाल्दिए पनि हुन्छ। अब अर्को हामीसँग के हुन्छ त भनेर भन्दा तपाईलाई के दिएको केसमा when slope and a passing point is given, यस्तो केस छ भने तपाईले के गर्नुहुन्छ y minus y1 equals to m x minus x1। सिम्पल। अब यो दुईटा फर्मुला पढ्दिन म, यो मात्रै फर्मुला पढ्छु भन्नुहुन्छ भने पनि केही फरक परेन। यहाँ माथि के गर्दिन पर्यो तपाईले भनेर भन्दाखेरि पहिल्यै स्लोप निकाल्दिनुस्, किनकि स्लोपको फर्मुला यो अनि यो राख्दिनुस्, सकिहाल्यो।
कुनै एउटा पासिङ पोइन्ट जुन चाहिँ पासिङ पोइन्ट युज गर्दा पनि भइहाल्छ। यसरी चाहिँ अब तपाईँले के निकाल्न सक्नुहुन्छ त इक्वेसन अफ स्ट्रेट लाइन क्यालकुलेट गर्न सक्नुहुन्छ है। सिम्पल छ, यसमा केही पनि समस्या छैन तपाईँलाई है। इक्वेसन अफ स्ट्रेट लाइनको केस आयो। ल अब त्यस पछाडि नम्बर मिस्टेक भए पनि नम्बरतिर नजानु है त। 10 मा परपेन्डिकुलर डिस्टेन्स अफ अ perpendicular distance of a point from the line। अब तपाईलाई पोइन्ट एउटा दिएको छ, एउटा चाहिँ के दिएको छ त लाइन प्रोभाइड गरेको छ। लाइन भनेको जस्तै फर्म के हुन सक्छ ax + by + c = 0 दिएको छ। फर इक्जाम्पल लाइन के छ तपाईसँग ax + by + c = 0। अब इक्जाममा आउँदा त क्वेसन कस्तो आउँछ 2x + 3y = 9 आउला, कहिले यता आउला फर इक्जाम्पल है। र अर्को अब पोइन्ट दिएको छ तपाईलाई कति त x1 y1, अब यता 2 3 जे पनि दिन सक्ला। यसरी चाहिँ तपाईलाई प्रोभाइड गरिदिएको छ भने परपेन्डिकुलर डिस्टेन्स निकाल्ने फर्मुला d = के हुन्छ त भनेर भन्दा ax1 + by1, हेर्नुस् त ax1 by1 + c अपन √a² + b²। यसरी चाहिँ तपाईले के फाइन्ड आउट गर्न सक्नुहुन्छ त परपेन्डिकुलर डिस्टेन्स फाइन्ड आउट गर्न सक्नुहुन्छ है। ठीक छ। अब स्ट्यान्डर्ड इक्वेसनको बारेमा चाहियो भने त तपाईलाई स्ट्यान्डर्ड इक्वेसन अघि मैले लेखाइदिइसकेँ। स्ट्यान्डर्ड इक्वेसन भन्ने कुरा आयो नजिकिनु होला। एउटा छ y = mx + c स्लोप इन्टरसेप्ट फर्मको x by a + y by b = 1, डबल इन्टरसेप्ट फर्मको x by a + y by b = 1। अब अर्को चाहिँ नर्मलको चाहिँ x cos α + y sin α = b। स्ट्यान्डर्ड फर्मको इक्वेसनहरु सोध्यो भने यो इक्वेसन तपाईले के गर्दिन सक्नुहुन्छ प्रयोग गर्दिन सक्नुहुन्छ है। ठीक छ। ल अब नेक्स्ट तपाईलाई एरिया अफ ट्रायंगल सोध्न सक्छ। अब एरिया अफ ट्रायंगल सोध्ने बेलामा चाहिँ यस्तो गर्नु पर्यो। जस्तै यो ट्रायंगल चाहिँ यो a भयो b भयो c भयो। a को कोअर्डिनेट x1 y1 छ, b को x2 y2 छ, c को x3 y3 छ। ठीक छ। अब एरिया निकाल्नु छ भने सिम्पली एरियाको फर्मुला के हुन्छ भनेर भन्नुहुन्छ भने 1/2। ठीक छ। अब आउँछ x1 y2 minus x2 y1। ठीक छ। x1 y2 minus x2 y1 प्लस अब हेर्नुस् 1 को सकियो 2 मा गएको छ है। अब फेरि कहाँबाट सुरु हुन्छ 2 बाट 3 मा जानु पर्यो। x2 x1 थियो, यहाँ के हुने भयो त x2 y3 माइनस देख्नु भएको छ नि है, x2 थियो x3 y2। अब यतापट्टि फेरि कति हुने भयो त प्लस x2 चाहिँ x3 हुने भयो, x3 y1 y2 छ 1 हुने भयो। यता बढ्ने घट्ने त्यही हो, सिम्पल हो नि त है। x3 y1 माइनस x1 y3। ठीक छ। यसरी एरिया निकाल्ने हो फर्मुला युज गर्न सक्नुहुन्छ। तर यो मेथड के भयो त अब फर्मुला कण्ठ गर्दा अप्ठ्यारो भयो भने चाहिँ अब हामीले डेल्टा भनेको एरिया हुने भयो यस्तो गर्थ्यौं x1 y1 x2 y2 x3 y3 अगाडिको एउटा एक्स्ट्रा थपिदिन्छ x1 y1। अब गर्ने तरिका के हुन्छ भनेर भन्दा यहाँ हेर्नुस् है। फर्स्टमा यो डायगोनल अनि यो
यो माइनस यो। ठिक छ, बुझ्नु भयो कि बुझ्नु भएन? हेर्नुहोस् त x1 y2 माइनस y1 x2 फेरि यो डायगोनल अनि यो डायगोनल माइनस। सिम्पल छ कि छैन? फर्मुला पढिराख्नु परेन नि त। यो डायगोनल अनि यो डायगोनल माइनस। ओके, यसरी x3 y1 माइनस x1 y3। ओके, यसरी चाहिँ निकालिन्छ हामीले। यो फर्मुला युज गरिँदैन, सिधा यो मेथड युज गरिन्छ। किनकि यहाँनिर तपाईँलाई कन्फ्युजन हुनसक्छ। यसरी गर्नु भने केही कन्फ्युजन हुँदैन। पहिला यो मल्टिप्लाई गर्ने, यो घटाउने, बिचमा प्लस साइन लेख्ने, फेरि यो मल्टिप्लाई गर्ने, यो घटाउने। सेम प्रोसेस हामीले के गर्दै जान्छौँ त, दोहोऱ्याइदै जान्छौँ एरिया अफ ट्रायङ्गलको केसमा। ठिक छ, बुझ्नुहुन्छ है? ल, अब यति फर्मुला भयो भने चाहिँ तपाईको प्रिभियस रिकल भयो हाम्रो क्लास 10 को अप्सनल म्याथ को कोअर्डिनेट जियोमेट्री गर्नको लागि। अगाडि के भयो त, अगाडिको प्रिभियस क्लासेसहरुको फर्मुला रिकल भयो। अब क्लास 10 को स्पेशली कतिको त, अब क्लास 10 को लागि जुन हाम्रो पहिलो च्याप्टर छ एंगल बिट्विन टू स्ट्रेट लाइन्स। कुन चाहिँ च्याप्टरको लागि? एंगल्स बिट्विन टू स्ट्रेट लाइन्स हो। एंगल बिट्विन टू स्ट्रेट लाइन्स के हुन्छ त भनेर अब हामीले फाइन्ड आउट गर्नु छ। दुईटा स्ट्रेट लाइनको एंगल्स। अब यहीसँग रिलेटेड फर्मुलाहरू हेरौँ के भन्छ भनेर भन्ने कुरामा जस्ट अहिले हामीले प्रुफ गर्न लागि हैन, हामीले जस्ट फर्मुला मात्रै हेर्छौं अनि बाँकी प्रुफ गर्न पर्यो भने चाहिँ अनि निकाल्छौं है। ल, पहिलो हामीसँग हुन्छ tan थीटा इक्वल्स टू प्लस माइनस है m1 माइनस m2 by 1 plus m1 m2 where m1 equals to slope of first line, the m2 equals to slope of second line। बुझ्नु भयो? किनकि हामीलाई त दुईटा स्ट्रेट लाइन दिएको छ। दुईटा स्ट्रेट लाइनमा पहिला त के फाइन्ड गर्नुपर्ने रहेछ? दुईटा स्ट्रेट लाइनको स्लोप फाइन्ड गर्नुपर्ने रहेछ। स्लोप कसरी फाइन्ड आउट गर्न सिकाएको छ? माइनस कोफिसिएन्ट अफ x अपन कोफिसिएन्ट अफ y गरिदिनु भयो भने तपाईले के फाइन्ड गर्न सकिहाल्नुहुन्छ त? सीधा सीधा स्लोप फाइन्ड गर्न सकिहाल्नुहुन्छ है। अब यसमा नोट के छ त? यसमा तपाईले बुझ्न पर्ने कुरा के छ त? tan थीटा पॉजिटिव छ भने इफ द भ्यालु अफ tan थीटा इज पॉजिटिव, tan थीटा इज के त? पॉजिटिव। अब थीटा के हो त? थीटा इज एक्यूट एंगल। एक्यूट भनेको 90 डिग्री भन्दा के हुन्छ त? सानो हुन्छ। tan थीटा इज नेगेटिभ, थीटा इज अब एक्यूट नभए कस्तो हुने भयो त? अब्ट्युज एंगल। ठीक छ, यो कन्डिसनहरु चाहिँ तपाईलाई थाहा हुनुपर्छ है। ठीक छ, अब tan थीटा को भ्यालु 0 छ। tan थीटा इज कति त? 0 है। tan थीटा को भ्यालु के आयो त? 0 आयो भने द लाइन्स आर 0 आउन त के हुनु पर्यो? tan थीटा को भ्यालु 0 आउन त, किनकि तल 0 आयो भने त इन्फिनिटी भइहाल्छ, मिल्ने कुरै भएन। माथि 0 आउनु पर्यो। माथि 0 आउनलाई m1 र m2 के हुन पर्यो? सेम हुन पर्यो। सेम भयो भने पो m1 र m2 काटिन्छ, माथि 0 अपन समथिङ आउँछ। 0 अपन समथिङ को भ्यालु कति हुन्छ? 0 हुन्छ। मतलब दुवै लाइन्स को स्लोप के हुन्छ त? इक्वल हुन्छ। स्लोप इक्वल हुने बित्तिकै लाइन्सहरु के हुन्छन् त? प्यारलल हुन्छन्। tan थीटा 0 छ भने द लाइन्स आर के? प्यारलल है। प्यारलल और कोइन्सिडेंट। ठीक छ, tan थीटा कति आयो त? 0 आयो। अब tan थीटा को भ्यालु अनडिफाइन्ड आयो। tan थीटा इज अनडिफाइन्ड।
ठिक छ। अनडिफाइन्डको मतलब तल 0 आइदियो है। tan थीटा अनडिफाइन्डको मतलब तल 0 आइदियो। मतलब m1 इन्टु m2 गर्दा भ्यालु कति आउनु पर्यो त -1 आउनु पर्यो। ठिक छ। m1 इन्टु m2 गर्दाखेरि भ्यालु कति आउनु पर्यो त -1। tan थीटा अनडिफाइन्ड छ भने द लाइन्स आर परपेन्डिकुलर। के रहेछ नि त परपेन्डिकुलर। और यसलाई के पनि भनिन्छ अर्थोगोनल पनि भनिन्छ है। ठिक छ, बुझ्नुहुन्छ। अब यति नोटबाट कन्डिसन के थाहा पाउनुभयो त तपाईले? यही नोटबाट थाहा पाएको कन्डिसन के हो? कन्डिसन हो m1 इक्वल्स टु m2 छ भने लाइन्स के हुने रहेछन् त प्यारलल हुने रहेछन् हो। किनकि m1 इक्वल्स टु m2 हुने बित्तिकै बल्ल 0 आउँछ नि त है। पहिलो कन्डिसन यो थाहा भयो तपाईलाई। दोस्रो कन्डिसन के थाहा हुन पर्यो? m1 इन्टु m2 को भ्यालु कति आउँछ -1 आउँछ भने लाइन्सहरु के हुने रहेछन् त परपेन्डिकुलर टु इच अदर। किन m1 m2 को भ्यालु -1 भन्छ? m1 m2 को भ्यालु -1 आयो भने 1 - 1 कति हुने भयो? 0 हुने भयो। तल 0 आयो भने के हुन्छ? इन्फिनिटी और अनडिफाइन्ड हुन्छ। हेर्नुस् त अनडिफाइन्ड हुन्छ। बुझ्नु भयो? यसरी चाहिँ तपाईले यो एंगल्स बिट्विन टु स्ट्रेट लाइन को फर्मुलाबाट नोट र कन्डिसन दुईटा थाहा पाउन सक्नुहुन्छ। यिनै कन्डिसन हुन्छ भनेर। अब तपाईले प्यारलल छन् भनेर सो गर्नु पर्यो भने के गर्दिनु पर्यो त? प्यारलल छन् भनेर सो गर्दिनु पर्यो भने दुईटा लाइनको स्लोप निकाल्दिने। स्लोप इक्वल छ भने दे आर प्यारलल टु इच अदर। सकिहाल्यो। अब परपेन्डिकुलर छन् भन्न पर्यो भने दुईटा लाइनको स्लोप निकाल्दिने, मल्टिप्लाई गरिदिनुस्। रिजल्ट कति आउनु पर्यो त? -1 आउनु पर्यो। -1 आए पछाडि के भयो त? सकिहाल्यो। केस चाहिँ मिलिहाल्छ। यसरी चाहिँ तपाईले यो च्याप्टर चाहिँ कम्प्लिट गर्न सक्नुहुन्छ है। अब यसमा केही प्रब्लम रहँदैन तपाईलाई। यो चाहिँ के भन्छ? एंगल्स बिट्विन टु स्ट्रेट लाइन को है। जनरली जान्नुपर्ने यो च्याप्टरबाट यति नै हो तपाईले। अरु पछि एक्सरसाइज गर्दाखेरि हामीले चाहिँ केही छुटेको कुरा रहेछ भने स्टडी गर्छौं है फेरि। ठिक छ। अब त्यति बेला चाहिँ के स्टडी गरिन्छ भनेर भन्दा तरिका कसरी गर्ने त? अब प्यारलल दिएको छ प्रब्लमहरु भने कसरी त्यसलाई सल्भ गर्ने भन्ने कुरा चाहिँ त्यसमा गरिन्छ है हामीले। यति चाहिँ तपाईलाई जनरल आइडिया हुनु पर्यो। एकदम बेसिक आइडिया हो यो है। ल अब अर्को हाम्रो आउँछ। अर्को हाम्रो हेडिङ छ पेयर अफ स्ट्रेट लाइन्स। ठीक छ। अब यो हेडिङ के छ त? पेयर अफ स्ट्रेट लाइन्स है। अब पेयर अफ स्ट्रेट लाइन्स भनेको चाहिँ के? हामीसँग दुईटा इक्वेसन थियो। ax प्लस a1x प्लस b1y इक्वल्स टु c1, a2x प्लस b2y इक्वल्स टु c2। मानिलिनुस् यस्तो दुईटा लाइन हामीसँग थियो। ल अब कन्स्ट्यान्ट पनि लेख्दिन भन्नुहुन्छ अनि यसलाई कति लेख्दिनुस्? अझ सजिलो बनाउनुहुन्छ भने 0 नै लेख्दिनु। सजिलैले मल्टिप्लाई गर्न पाइयो नि त। हामीसँग कन्स्ट्यान्टको नम्बर छैन भने है। ल हेर्नुस् त यो भयो केस। अब यो केसमा चाहिँ पेयर अफ स्ट्रेट लाइन भनेको दुईटा लाइनलाई हामीले के गर्दिने त? कम्बाइन गर्दिने। कम्बाइन गरेपछि एउटा छुट्टै लाइन निस्किन्छ कि निस्किँदैन? निस्किन्छ। अभियसली दुईटा लाइन मल्टिप्लाई गर्दियो भने एउटा लाइन आउनु पर्यो नि त। आउनु पर्यो नि त है। सिम्पल मल्टिप्लाई को मतलब के हो? a1x प्लस b1y a2x प्लस b2y इक्वल्स टु कति हुने भयो त? 0 हुने भयो। भन्न खोजेको यही त हो नि है। हेर्नुस् त अब तपाईले मल्टिप्लाई गरिदिनु भयो भने आउने कुरा यही हो नि त हो। र यो पेयर अफ स्ट्रेट लाइन को स्ट्यान्डर्ड फर्म के हुन आउँछ त? स्ट्यान्डर्ड फर्म मल्टिप्लाई गरिसकेपछि तपाईले एउटा स्ट्यान्डर्ड फर्म त निकाल्नुहुन्छ। त्यो स्ट्यान्डर्ड फर्म हुन आउँछ ax² प्लस 2hxy प्लस by² इक्वल्स टु 0। अब यही स्ट्यान्डर्ड फर्मसँग कम्पेयर गरेर बाँकी चीजहरु तपाईले निकाल्ने, जोड्ने, घटाउने के हो एक्सरसाइजमा गर्नुहुन्छ है। ठीक छ। ल
अब तपाईँले के थाहा पाउनु पर्यो त सबसे पहिला भनेर भन्दा स्ट्यान्डर्ड फर्म पेयर अफ स्ट्रेट लाइनको स्ट्यान्डर्ड फर्म कति हुने रहेछ त ax² प्लस 2hxy प्लस by² हुने रहेछ, जुन चाहिँ ओरिजिनबाट के भएको छ गएको छ भनेर बुझ्नु पर्यो है। ल अब यसमा अब फर्मुलाहरू लेखौँ, यसलाई चाहिने सिम्पल। सबसे पहिला त tan थीटा भनेको एंगलको फर्मुला हो। तपाईलाई थीटाको भ्यालु मात्रै जाँदा उता tan इन्भर्स गरिदिनु होला है। यसको फर्मुला कति हुने भयो त भनेर भन्दा 2√h² माइनस, यसलाई एकै लेख्दिउँ न, यो स्ट्यान्डर्ड फर्मुला 1 लेखेर यसलाई 2 लेखिदिँदा पनि भयो, h² माइनस ab/a प्लस b। अब कसरी निकाल्ने भन्ने कुरा हुन्छ भने सिम्पल छँदैछ। तपाईलाई एउटा इक्वेसन प्रोभाइड गरेको हुन्छ, त्यो इक्वेसनबाट tan थीटा क्याल्कुलेट गर, एंगल क्याल्कुलेट गर भनेको हुन्छ। सिम्पल त्यो इक्वेसनलाई केसँग कम्पेयर गरिदिनुस्, ax² प्लस 2hxy प्लस by² इक्वल्स टु 0 सँग कम्पेयर गर। फर इक्जाम्पल तपाईलाई इक्वेसन दिएको रहेछ 3x² प्लस 4xy प्लस 2y² इक्वल्स टु 0 यस्तो रहेछ। अनि a को भ्यालु 3 हुने भयो, b को भ्यालु 2 हुने भयो। अब हेर्नुस् त xy भइहाल्यो, 2h इक्वल्स टु 4, h को भ्यालु 4/2 गर्दा कति आउने भयो त 2 आउने भयो। यसरी तपाईले क्याल्कुलेट गर्न सक्नुहुन्छ है। ल अब यसमा पनि कन्डिसन छन्। ए मा कन्डिसन अफ प्यारलल, ल प्यारललको कन्डिसन के हुन पर्यो त भनेर भन्दा प्यारलल हुनको लागि त माथि के आउनु पर्यो, अभियसली अघिको जस्तै माथि 0 आउनु पर्यो। माथि 0 आउनलाई के इक्वल हुनु पर्यो, h² र ab इक्वल हुनु पर्यो। इक्वल छ भने पो घट्यो भने के आउँछ त 0 आउँछ नि त है। ठीक छ, बुझ्नुहुन्छ? त्यसको लागि कन्डिसन के हुने भयो त, अरे यसलाई कोइन्सिडेन्ट पनि भन्दिउँ, जनरली यसमा चाहिँ कोइन्सिडेन्टै भनेर आउँछ है। यो हुने भयो h² इक्वल्स टु ab। ठीक छ। अब बी कन्डिसन अफ पर्पेन्डिकुलारिटी। अब पर्पेन्डिकुलर हुनलाई के हुनु पर्यो त भनेर भन्दा तल 0 हुनु पर्यो। तल 0 हुनु पर्यो भने a प्लस b को भ्यालु कति हुनु पर्यो त 0। a प्लस b इक्वल्स टु कति हुनु पर्यो 0 हुनु पर्यो। पर्पेन्डिकुलर हुने केसमा चाहिँ a प्लस b इक्वल्स टु कति हुनु पर्यो 0 हुनु पर्यो है। ठीक छ, यहाँसम्म बुझिन्छ है। त्यही अघिको सिंगललाई पेयर बनाउँदाखेरि एउटा सिंगलको च्याप्टर छ, एउटा पेयरको च्याप्टर छ हामीसँग है। पेयर अफ स्ट्रेट लाइन, अर्को चाहिँ अब सिंगल दुईटा स्ट्रेट लाइनको च्याप्टर छ। फर्मुलाहरू तिनै युज गरेर निकालेको हो। अरु यसमा केही फर्मुला फरक युज गर्यो भन्ने त्यस्तो केही छैन है। ल यति भइसकेपछि तपाईले पनि यो च्याप्टरलाई चाहिने सिम्पल कुराहरू फर्मुला सिम्पल फर्मुलाहरू यहाँबाट गर्न सक्नुहुन्छ। बाँकी कुरा चाहिँ हामी चाहिँ एक्सरसाइजमा गर्छौं है त। ल यो भिडियोमा चाहिँ कोअर्डिनेट ज्योमेट्रीको यति कुरा गरियो। नेक्स्ट भिडियोमा हामी एक्सरसाइज गर्नेछौं। तैलेसम्मको लागि धन्यवाद।